म यो सरकारलाई सुझाव दिन्न 29 महिनासम्म यो सदनभित्र आफ्नो अनुभवको विज्ञता भएको क्षेत्रको आफ्नो अनुभव भएको विशेष क्षेत्रको र आफूले अनौपचारिक रूपमा अध्ययन गर्दै गरेको र अनुसन्धान गर्दै गरेको कृषि क्षेत्र र नेपालको पुँजी बजारको बारेमा मैले व्यापक सुझावहरू दिएको छु। आउँदैन त, नआए पछाडि किन दिने? यो 29 महिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट र हामीले उठाएका र छेडेका बहसहरू, त्यो बहसको अपनत्व यहाँका गठबन्धन र यहाँका दलहरूले लिँदैनन् भने यसपल्ट तपाईहरूलाई सुझाव छैन। अर्थतन्त्रमा विश्व ख्याति कमाएका हाम्रा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले समग्र अर्थतन्त्र सुधारका लागि दिएका सुझावहरू सुनेका छ? कहिल्यै छैन। हाम्रा उपसभापति डिपी अर्यालले प्रवासी नेपालीका बारेमा र श्रमिकका बारेमा दिएका सुझाव कहिल्यै सुनेका छ? छैन। सन्तोष परियारले समानता र समन्वयताका लागि बोलेका आवाज यो सदनमा सुनिया छैन। हजुर, यहाँको स्पिकरले मात्रै सुन्या हो, सत्ता चलाउनेले सुन्या छैनन्। डाक्टर चन्दा कार्कीले, डाक्टर तोसीमाले सार्वजनिक स्वास्थ्यमा र स्वास्थ्य क्षेत्रमा दिएको सुझाव सुनिया छैन। शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीति र शिक्षा क्षेत्रमा दिएको सुझाव सुनिया छैन। सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा छेडेको बहस, नीतिगत बहस सुनिया छैन। यहाँ शोभिता गौतमले न्याय प्रणाली, हवाई उड्डयन र सुशासनका विषयमा बोल्या सुन्या छ? छेड्या बहस कसैलाई थाहा छ? सत्ता चलाउनेलाई चाहिँ थाहा छैन। मनिष झाले तथ्य र तथ्याङ्कमा टेकेर तथ्याङ्कका आधारमा गरिएको मौलिक सृजनात्मक बहस र जनकपुरको विकासको बहस सुन्या छ यो सदनले? यो सरकारले सुन्या छैन। यहाँ शिव नेपालीले यातायात क्षेत्रमा उठाएको आवाजहरू सुन्दैन। यहाँ अशोक चौधरीले कृषि अनि त्यस पछाडि भूमिपुत्र थारू जनजातिका न्यायका लागि बोलेको सुन्या छैन। यहाँ वृन्दा कठायतले समग्र कर्णाली क्षेत्रको विकासका लागि बोलेका आवाजहरू यहाँ सुनिँदैन। यहाँ के सुनिँदैन? यो गरिमामय सदनमा यो सदनकै सबैभन्दा कान्छी सांसद हाम्रो दलको सचेतक निशा डाँगीले सञ्चार क्षेत्र र डिजिटल इकोनोमीको बारेमा बोल्या यो सदनले, यो सरकारले जान्दैन, सुन्दैन। वृन्दवासिनी कंसकारले जलनका विषयमा उठाउनु भएको आवाज र मकवानपुरको विकासका लागि बोलेका आवाज सुनिँदैन। यो सदनले लक्ष्मी तिवारीले महिला हक हितका बारेमा बोलेका आवाज यो सरकारले र यो सदनले सुन्दैन। दलका उपनेता विराज भक्त श्रेष्ठले धर्म, संस्कृति र पर्यटनका बारेमा राख्नु भएको तार्किक बहसहरू, ती बहसमा विमर्श गर्न जान्दैन। यहाँ माननीय असीम शाहले डिजिटल युगमा युवाको भूमिकाका लागि छेडेको बहस र फिल्मी क्षेत्रको विकासका लागि उठाइएका आवाजहरू यो सदनमा सुनिँदैन। यो सदनले हाम्रा आवाजहरूलाई सुन्दैन, सरकारले सुन्दैन। अनि किन दिने सुझाव चाहिए भा? यो 29 महिनाको बिचमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो सदनमा उठाएका 29 महिना बिचका ती रेकर्डहरू हेरे हुन्छ, पर्याप्त छ। हामीसँग प्राज्ञिक विद्वतहरू पनि हामीसँगै छन्। अनुभवले खारिएको, अनुभव सहितको ज्ञान भएका विद्वत र हाम्रा अनुभवहरू पनि छन्। ती 9 महिनामा हामीले गरिमामय सदनमा प्रस्तुत गरेका छौँ। नयाँ दलमाथि कसरी प्रतिस्रोत साँच्ने, नयाँ दललाई कसरी रोक्ने, यसमा होइन हजुर। हामी प्रतिस्पर्धी बनाऊ, हार्दिक प्रतिस्पर्धी बनाऊ न। हामी केही गर्न भनेर आएन, हामी धेरै गर्न भनेर आएका हौँ। किनकि यहाँ धेरै बिग्रिएको छ, थोरै बनेको छ। थोरै बनाउनको लागि व्यापक रूपमा समयको बर्बादी 10औं गुणा बढी समय लगाइएको छ। थोरै गर्नको लागि, थोरै गरिएका कामका लागि धेरैभन्दा धेरै आर्थिक स्रोतको दोहन गरिएको छ। त्यसैले म भन्न चाहन्छु, हामी केही गर्न आएको होइन, हामी धेरै गर्न आएको हो। हामी सृजनशील छौँ, हामी रचनात्मक छौँ। अनि हाम्रो सृजनशीलता र रचनात्मकतालाई तपाईँहरूले जुन किसिमको प्रतिस्रोत साँच्नु भएको छ नि, त्यो प्रतिस्रोतको औजारले काम गर्दैन हजुर, काम गर्दैन। आज यहाँ कर्मचारीहरूलाई जुन किसिमसँग डन्डा चलाइन्छ, लेखे हुन्थ्यो नि, कर्मचारीहरूलाई डन्डा चलाएर कारबाही गरिन्छ। अनि हाम्रो दलको छ नि त त्यहाँ कर्मचारी सङ्गठनमा राजनीति गरेर दलीय स्वार्थका लागि अल्छी
र क्षमता नभएका कर्मचारीलाई भने जस्तो ठाउँ दिइन्छ लेख्या भए हुन्थ्यो नि त, गरे त त्यही छ। मानिसहरूले चाहिँ आफ्नो भनाइ छुट्याउन आग्रह गर्दछ। यथास्थितिमा चल्दैन भनेर कृपया विपक्षी हाम्रो दलभन्दा विपक्षी दलका मान्यज्यूहरू यो यथास्थितिमा चल्दैन भनेर आफ्ना शीर्षस्थहरूलाई छातीमा हात राखेर इष्टदेवता सम्झेर यो देश सम्झेर आफ्नो मतदाता सम्झेर सम्झाउनुस्। यथास्थितिमा चल्न दिन हुँदैन। यसका लागि नागरिक तयार छ, हामी तयार छौँ। हामी माथिको प्रतिस्रोतको म निन्दा गर्न चाहन्छु, यो खारेजी गर्न चाहन्छु। आउनुहोस्, रचनात्मक सृजनात्मक प्रतिस्पर्धीको भनौँ। धन्यवाद।